बाल्यकालदेखि नै विदेश भनिन्थ्यो। विदेश पनि आइयो, विदेश पनि देखियो। यहाँको चिल्लो बाटो, ठुला ठुला भवन, यहाँको सेवा सुविधा सबै हेरियो। तर जहिले पनि एउटै कुराले चाहिँ सताइरहन्छ, एक्लोपन। विदेशमा काम बाहेक अरू के नै छ र? यहाँको दिनदिनैको दौडा दौड, दिनभरिको काम अनि थकान पछिको सुताई। आखिर विदेशमा खुसी भन्दा पनि एक्लोपन चाहिँ बढी हुँदो रहेछ। यो चाहिँ सबै विदेशमा बस्ने व्यक्तिहरूलाई नै सबैलाई नै थाहा होला होइन। कति आफ्नो खुसीमा बस्नुभएको छ भने, कति आफ्नो बाध्यताले बस्नुभएको छ भने, सबैको आफ्नै एउटै छुट्टै बाध्यता छ। कसैको रहर होला, कसैको बाध्यता छ। तर जति बस्ने विदेशमा सधैँ एक्लोपन चाहिँ फिल हुन्छ।